नमस्कार सम्पूर्णमा आयोग इन्फो युट्युबमा यहाँहरूलाई स्वागत छ। आयोग इन्फोको नवीन श्रृङ्खला कुरिबस्नुभएका यहाँहरू सम्पूर्णलाई आज हामीले विश्व खुसी सूचाङ्क 2024सँग सम्बन्धित विभिन्न समसामयिक सामान्य ज्ञानहरू लिएर आएका छौँ। साथीहरू, वर्ल्ड ह्याप्पिनेस रिपोर्ट युनिभर्सिटी अफ अक्सफोर्डले प्रकाशन गर्ने गर्दछ। यसका लागि ग्यालप, युनिभर्सिटी अफ अक्सफोर्ड, सस्टेनेबल डेभलपमेन्ट सोल्युसन्स नेटवर्क, द युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया, सेन्टर फर इकोनोमिक पर्फर्मेन्स, क्याट्सुको फाउन्डेसन, आरडब्लुजेएफ जस्ता विभिन्न संस्थाहरूसँगको सहकार्यमा यो प्रतिवेदन हरेक साल प्रकाशन हुने गरेको छ। संसारभरिका विभिन्न मुलुकहरूमा अध्ययन गरी ती मुलुकहरू विश्व खुसी सूचकाङ्कमा कतिौं स्तरमा पुगेका छन् भन्ने लगायतका विभिन्न जानकारीहरू यस प्रतिवेदनमा समावेश गरिएको हुन्छ। सन् 2024को रिपोर्टमा 147 वटा देशहरू अध्ययनमा समावेश भएका छन्। समावेश भएका 147 देश अन्तर्गत पहिलो 10 वटा अन्तिमका देशहरू र सार्क मुलुकका साथसाथै नेपालको केही वर्षको अन्तरालमा नेपालको स्तर के कस्तो रहेको छ भन्ने आज हामी देखाउनेछौँ। साथीहरू, आजको विषयवस्तुबाट यहाँहरूले शिक्षक सेवा आयोग, लोक सेवा आयोग लगायत विभिन्न आयोग तयारीसँग सम्बन्धित सामान्य ज्ञानका साथसाथै विद्यालय र कलेज लेभलका विद्यार्थीहरूको लागि पनि उपयोगी विषयवस्तु प्राप्त गर्न सक्नुहुनेछ। अब हामी विषयवस्तुतर्फ प्रवेश गर्नेछौँ। अब भने हामी यस सूचीमा कुन कुन देशहरू रहेका छन् भनेर अध्ययन गर्नेछौँ। र साथीहरू, यस सूचीको सबैभन्दा पहिलो स्थानमा फिनल्यान्ड रहेको छ, जुन अघिल्लो वर्ष पनि फिनल्यान्ड नै रहेको थियो। दोस्रो स्थानमा डेनमार्क रहेको छ भने तेस्रोमा आइसल्यान्ड, चौथो स्विडेन, पाँचौं नेदरल्यान्ड, छैठौँमा कोस्टारिका रहेको छ। यसै गरी सातौँमा नर्वे रहेको छ भने आठौँमा इजरायल रहेको छ, नौमा लक्जमबर्ग, दशौं मेक्सिको। र साथीहरू, एसियाको सबैभन्दा अघि रहेको देश इजरायल हो, जुन 8औं स्थानमा रहेको छ। दक्षिण एसियाको सबैभन्दा अगाडि रहेको देश नेपाल हो, जुन 92औं स्थानमा रहेको छ। संयुक्त राज्य अमेरिका 24औं स्थानमा छ भने सूचीको सबैभन्दा अन्तिममा रहेको देश अफगानिस्तान, जुन 147औं स्थानमा रहेको छ। यसै गरी अब भने हामी सार्क मुलुकहरूको अवस्थाका बारेमा भन्न गइरहेका छौँ। नेपाल 92औं स्थानमा, पाकिस्तान 109, भारत 118, श्रीलङ्का 133, बङ्गलादेश 134, अफगानिस्तान 147 अर्थात् अन्तिम स्थानमा रहेको छ। मालदिप्स र भुटानमाथि अध्ययन गरिएको छैन। नेपालको विगतदेखि हालसम्मको अवस्थाका बारेमा हेर्दा 2017मा नेपाल 101 स्थानमा थियो भने 2019मा 92औं स्थानमा। यसै गरी हाल 2024को रिपोर्ट आउँदै गर्दा नेपाल 92औं स्थानमा रहेको छ। योभन्दा अघिल्लो साल नेपाल 93औं स्थानमा रहेको थियो। साथीहरू, हामी नेपाल, अफगानिस्तान र फिनल्यान्ड तीनवटा देशहरूलाई तुलना गरेर हेर्दैछौँ। नेपाल खुसी मुलुकमा नेपाल, अफगानिस्तान र फिनल्यान्ड तीनटाको किन तुलना गरियो भने हामी नेपालमा रहेर सबैभन्दा अन्तिम स्थानमा रहेको अफगानिस्तान र सबैभन्दा पहिलो स्थानमा रहेको फिनल्यान्डसँग यहाँनिर हामी चेक जाँच गर्दैछौँ। र यसमा चाहिँ सबैभन्दा पहिला अफगानिस्तानको अवस्था हेरौँ। अफगानिस्तानको लागि यो लाइन दिएको छ चार्टमा। यो चार्ट चाहिँ 2008मा अफगानिस्तानको स्थान यहाँ 53औं स्थानमा देखाएको छ। असमानताको दृष्टिले यो 53औं स्थानमा रहेको थियो भने अब अहिले चाहिँ अहिले 2024को रिपोर्ट आउँदै गर्दा अफगानिस्तानको अवस्था के छ त हामी चेक गर्छौँ। अहिले पहिलो स्थानमा रहेको छ। यसरी हामीले अफगानिस्तानको अवस्था हेऱ्यौँ भने अब चाहिँ नेपालको हेरौँ हामी। नेपाल सन् 2006मा नेपाल पहिलोपटक खुसी मुलुकमा चाहिँ सूचीकृत भएको थियो र यो बेलामा नेपाल 8औं स्थानमा थियो भने अहिले 2024 पछाडिको रिपोर्ट 25मा आउँदै गर्दा नेपालको अवस्था के छ त? नेपाल 116औं स्थानमा रहेको छ। अहिले 116औं स्थानमा रहेको छ भने नेपाल 2006मा 8औं स्थानमा रहेको थियो। यसै गरी फिनल्यान्डको अवस्था के छ हामी चेक गर्छौँ। फिनल्यान्ड चाहिँ पहिलोपटक अर्थात् 2006मा जुन नेपाल सँगसँगै खुसी मुलुकको चाहिँ यो सूची निकाल्ने क्रम, इन्डेक्स निकाल्ने क्रम सुरु भएको थियो 2006बाट। पहिलो वर्ष अर्थात् 2006मा फिनल्यान्ड चौथो स्थानमा
चौथो स्थानमा फिनल्यान्ड रहेको थियो भने अहिले 2024को अवस्थामा चाहिँ फिनल्यान्डले दोस्रो स्थान प्राप्त गरेको छ। यसरी हामीले असमानताका दृष्टिले कुन मुलुक कति अगाडि छ भनेर पनि यहाँनिर हामीले कम्पेयर गऱ्यौँ। नेपाल, अफगानिस्तान र फिनल्यान्ड तीनवटाको बिचमा कम्पेयर गऱ्यौँ। यसै गरी इमोसनका हिसाबले हामी नेपाल, अफगानिस्तान र फिनल्यान्डको अवस्था हेर्छौँ। इमोसनका हिसाबले पोजिटिभ र नेगेटिभ यसमा चाहिँ दुईवटा आधार लिएको छ र यसमा फिनल्यान्ड चाहिँ 2006मा 42औं स्थानमा रहेको थियो। यो चाहिँ पोजिटिभ इमोसनका रूपमा, पोजिटिभ इमोसन रहेको नागरिकहरूको देशको रूपमा चाहिँ 42औं स्थानमा रहेको थियो भने फिनल्यान्ड अहिले 2024मा आउँदै गर्दा 25औं स्थानमा रहेको छ। यसै गरी नेपाल 2006मा 66औं स्थानमा रहेको थियो भने नेपाल 2024को रिपोर्टमा आउँदै गर्दा चाहिँ 138औं स्थानमा पुगेको छ। यसै गरी अफगानिस्तान 107औं स्थानमा रहेको थियो भने अफगानिस्तान 2024मा आउँदै गर्दा 141औं स्थानमा झन् अन्तिमतिर पुगेको छ। यसरी हामीले यो चार्टलाई हेर्दाखेरि फिनल्यान्ड चाहिँ थोरै गरेर बढ्दै गइरहेको छ र नेपालले सुरुवातमा 2006मा प्राप्त गरेको 66औं स्थानको जुन थियो अर्थात् 58.3% प्राप्त गरेको थियो भने 2024मा आउँदै गर्दा 47.7% अर्थात् 138मा आएको छ। यो हिसाबले नेपालको चाहिँ ग्रोथ भइरहेको छैन, नेपाल निकै घटेको देखिन्छ। यसै गरी अफगानिस्तान त त्योभन्दा पनि निकै नै घटेको देखिन्छ। 107 स्थानमा रहेको देश अहिले आउँदा 141 स्थानमा पुगेको छ। यो चाहिँ हामीले पोजिटिभ इमोसन हेऱ्यौँ र नेगेटिभ इमोसन त्यसैलाई प्लस माइनस गरेर हामी हेर्न पनि सक्छौँ। त्यसको ठ्याक्कै उल्टो नेगेटिभ इमोसन पनि यहाँ छँदैछ। नेपालको अहिलेको अवस्था चाहिँ 100औं र्याङ्कमा नेगेटिभ इमोसन रहेको छ। अफगानिस्तानको चाहिँ 136 स्थानमा रहेको छ र फिनल्यान्डको चाहिँ 7औं स्थानमा रहेको छ। नेगेटिभ इमोसनमा हामी 100 स्थानमा छ, यो निकै अगाडि गएको अवस्था हो र अफगानिस्तान 136मा यहाँले बुझिहाल्नुभयो र फिनल्यान्डमा चाहिँ कम छ। भनेपछि नेगेटिभ इमोसन कम हुने र पोजिटिभ इमोसन बढी हुने देशहरू जहिले पनि खुसी देशको रूपमा चिनिन्छन् र यहाँ अन्य विभिन्न आधारहरू पनि दिएको छ कुन देश केमा चाहिँ अगाडि वा पछाडि भन्ने। यहाँनिर छ सोसल सपोर्ट भनिएको छ, सामाजिक रूपमा सपोर्ट गर्ने, सहायता गर्ने हिसाबले नेपाल कहाँ छ र अफगानिस्तान कहाँ छ वा फिनल्यान्ड कहाँ छ। अन्य देशहरू पनि हेर्न सकिन्छ। हामीले जम्मा 3वटा देश यहाँनिर कम्पेयर गरेका छौँ अहिले चाहिँ। र यहाँनिर हेर्दा फिनल्यान्ड चाहिँ 2006मा चौथो स्थानमा रहेको थियो र 96.5% त्यहाँका नागरिकहरूले चाहिँ सामाजिक रूपमा सहायता गर्छन् भनिएको छ, गर्थे भनेको छ। यो 2006को रिपोर्ट हो भने अहिले आउँदा दोस्रो स्थानमा, त्यसमा अझै बढोत्तरी भएको छ। यसै गरी नेपालको अवस्था 2006मा 87.4% अर्थात् 46औं स्थानमा रहेको थियो भने सामाजिक सहायताको लागि चाहिँ नेपालको अहिलेको अवस्था 73.6 अर्थात् 105औं स्थानमा छ भनेपछि थोरै घट्दै पनि गएको छ। नेपालले सामाजिक रूपमा सहायता गर्ने कुरामा चाहिँ नेपाल पछाडि पर्दै गएको देखिन्छ। यसै गरी 2008मा पहिलो पटक अफगानिस्तान समावेश भएको थियो। अफगानिस्तान चाहिँ 106 स्थानमा रहेको थियो भने अफगानिस्तान अहिले 141औं स्थानमा रहेको छ। योभन्दा अगाडि अघिल्लो वर्ष अर्थात् 2022मा चाहिँ अफगानिस्तान 140मा रहेको थियो। त्यो अन्यको तुलनामा निकै घटेको पाइन्छ, जुन 121बाट 140 हुँदै अहिले 141मा पुगेको देखिन्छ। ल नेपालको थोरै घट्दै गएको हामीले यहाँनिर पायौँ। यसै गरी जिडिपी पर क्यापिटा छ। जिडिपीमा नेपालको अवस्था के छ, फिनल्यान्डको के छ हामी हेर्छौँ र नेपालको 2006को रिपोर्ट अनुसार यहाँ चाहिँ 2006मा पर क्यापिटल इन्कम प्रति व्यक्ति आय चाहिँ यसमा $2641 भनेर दिएको छ र 74 स्थानमा रहेको भनियो भने अहिले आउँदै गर्दा थोरै इन्क्रिज भएर हामी 110 स्थानमा र $5024 पुगेको भनेर भनिएको छ। यसै गरी फिनल्यान्डको चाहिँ कति छ त? फिनल्यान्डको $54,574 अमेरिकी डलर चाहिँ यो 2006को पर क्यापिटा इन्कम थियो, प्रति व्यक्ति आय थियो भने अहिले 2024मा आउँदै 24को रिपोर्ट आउँदै गर्दा $56,017 मा आएको छ, जुन 15औं स्थानमा छ। 9 स्थानबाट 15 स्थानमा, 54बाट 56मा आइपुगेको छ भने हामी चाहिँ यो बिचमा 2600 अर्थात् भनौँ 2641बाट हामी अहिलेसम्म आउँदै गर्दा 5024मा आइपुगेका छौँ। यो हिसाबले नेपालको चाहिँ छलाङ नै मान्नुपर्छ।
तर पनि फिनल्यान्डले आफूलाई व्यवस्थित गर्दै गएको र त्यसलाई निरन्तरता दिँदै गएको समानता हुँदै गएको भन्ने देखिन्छ। नेपालको थोरै थोरै हिसाबले इन्क्रिजिङ हुँदै जाँदाखेरि नेपालको चाहिँ 2641बाट 5024मा पुगेको देखिन्छ। झन्डै दोब्बर हुन लागेको भनेर देखिन्छ। दोब्बर त नभन, यो पर्सेन्टेजमा बढ्दै गएको झन्डै दोब्बर हुन खोजेको देखिन्छ। यसरी हामीले जिडिपी पर क्यापिटा इन्कम पनि हामीले हेऱ्यौँ। हेल्दी लाइफमा चाहिँ नेपालको अवस्था 2006मा 58.8 वर्ष भनेर भनेको थियो भने अहिले चाहिँ त्यो 60.2मा पुगेको छ, बढेको छ। यसै गरी फिनल्यान्ड 67.9 वर्षबाट बढ्दै गएर अहिले चाहिँ 69.9मा पुगेको छ। त्यो हिसाबले हामी चाहिँ 60मा र फिनल्यान्ड चाहिँ 69मा चलिरहेका छौँ। यसै गरी 50.5मा चाहिँ अफगानिस्तान अहिले चलिरहेको छ। स्वतन्त्रताको हिसाबले नेपाल कहाँ छ त? नेपालको निकै उथलपुथल भएको छ। बिचमा क्रान्तिका कुराहरू पनि भए, त्यस पछाडिका सचेतनाका कुराहरू पनि भए, संविधानका कुराहरू पनि होलान्। संविधान, ऐन कानुन र मान्छेहरूमा सचेतना बढ्दै गएका कुराहरू, यसले देश विदेशका विभिन्न अवस्थाले विभिन्न परिवर्तनले पारेका प्रभाव पनि हुन सक्छन्। र 2006मा 68.9 अर्थात् 54औं र्याङ्कमा हामी रहेछौँ भने अहिले 2024को रिपोर्ट आउँदै गर्दा हामी 80.7 अर्थात् 78औं स्थानमा रहेछौँ। अफगानिस्तान निकै ओह्रालो लागेको देखिन्छ। 2008मा अफगानिस्तान 71.847 स्थानमा रहेको थियो भने अहिले आएर चाहिँ 139 स्थानमा अर्थात् 22.8% मात्र यसले प्राप्त गरेको छ। यो चाहिँ स्वतन्त्रताको हिसाबले निकै नै कम हुँदै गएको पाइन्छ। त्यहाँ महिलाहरूको लागि निकै बाध्यात्मक अवस्थाहरू रहेको, पढ्नसम्म पनि नपाइने, जागिर खान नपाइने, बाहिर खुल्ला हिँड्नको लागि पनि समस्या, विभिन्न कुराहरू छन्। तालिबानले शासन लिइसकेपछि, सत्ता कब्जा गरिसकेपछि कडाइ हुँदै गएको भनेर भनिन्छ। फिनल्यान्ड चाहिँ पहिलोमा रहेको थियो 2006मा 96.9% र अहिले 24मा आउँदै गर्दा 94.6% र चौथो स्थानमा रहेको देखिन्छ। यसै गरी पर्सेप्सन अफ करप्सन भनेको छ भ्रष्टाचार सम्बन्धी धारणा के कसो छ त भनेको छ। नागरिकहरूको धारणा के कसो छ भन्दा हामी पहिला चाहिँ फिनल्यान्डबाट हेरौँ। फिनल्यान्डमा चाहिँ 2006मा पहिलो अङ्कमा रहेको थियो, अथवा त्यहाँ कम भ्रष्टाचार हुने मुलुकमा चाहिँ रहेको छ भनेर भनिएको छ, रहेको थियो। 13.2% अङ्क प्राप्त गरेको थियो भने फिनल्यान्डले 24को रिपोर्ट आउँदै गर्दा चाहिँ 18.8 भएर दोस्रो स्थानमा रहेको छ। यो बिचमा हामी अफगानिस्तानको पनि हेर्छौँ। अफगानिस्तान चाहिँ कतिौँ स्थानमा थियो त? 2008मा 8मा चाहिँ अफगानिस्तान 88.2% अर्थात् 73 स्थानमा थियो। त्यही 8मा चाहिँ फिनल्यान्ड दोस्रोमै थियो। यसै गरी अफगानिस्तान अहिले 73.8% अर्थात् 54औं स्थानमा छ भनेपछि 73बाट अफगानिस्तान 73बाट 54औं स्थानमा पुगेको छ। फिनल्यान्ड चाहिँ 2008मा दोस्रो स्थानबाट चाहिँ अहिले दोस्रो स्थानमै टिकिरहेको छ। त्यसै गरी नेपालको अवस्था के थियो त? नेपाल चाहिँ 89.7% भनेको 66औं स्थानमा रहेको थियो भने 66औं स्थानबाट नेपाल अहिले आउँदै गर्दा 93औं स्थानमा पुगेको छ। भनेपछि भ्रष्टाचारमा पनि नेपाल बढ्दै गएको यहाँनिर देखिन्छ। तर बिचको चाहिँ हामीले तथ्याङ्कहरूलाई हेर्ने हो भने बिचमा घटेको पनि देखिन्छ। बिचका विभिन्न पोइन्टहरू हामीले यहाँ क्लिक गरेर पनि हेर्न सक्छौँ र हामीले यो वर्ल्ड ह्याप्पिनेस इन्डेक्सको रिपोर्टलाई थोरै डिफाइन गर्ने कोसिस गरिरहेका छौँ। यो चाहिँ तपाईँले डिपीमा हेर्नुभयो भने अझ धेरै कुराहरू यहाँनिर पढ्न बुझ्न सकिनेछ। यहाँलाई आजको सामग्रीहरू कस्तो लागेको छ यो सामग्रीको बारेमा लेख्दै गर्नुहोला। हामीले समसामयिक विषयवस्तुहरूलाई अलि बढी जोड गरिरहेका छौँ र विभिन्न जीके आइक्यूका विषयवस्तुहरू लिएर आउनेछौँ। अन्तर्वार्तासँग सम्बन्धित विविध जानकारीहरू हामीसँग प्रशस्त छन्। यसभन्दा अगाडिका थुप्रै भिडियोहरू यहाँले मन पराउनु भएको छ। ती भिडियोहरूमा यहाँहरूले कमेन्ट गर्न पनि सक्नुहुनेछ। यसै गरी हामीले www.aayog.info मा गएर लोकसेवा आयोगका, शिक्षक सेवा आयोगका विभिन्न विषयवस्तुहरू यहाँबाट प्राप्त गर्न सकिन्छ। सामान्य ज्ञानका विभिन्न टपिकसँग सम्बन्धित प्रश्न उत्तरहरू यहाँ प्राप्त गर्न सकिन्छ। यसै गरी इन्टरभ्यूसँग सम्बन्धित सामग्रीहरू र पत्र पत्रिकाबाट प्राप्त हुने तयारीसँग सम्बन्धित विभिन्न विषयवस्तुहरू यहाँ प्राप्त गर्न सकिन्छ। यहाँहरूले यो वेबसाइट भिजिट गर्दै गर्नुहोला। यो वेबसाइटमा यथेष्ट रूपमा तयारीका सामग्रीहरू राखिएका छन्।
साथीहरूले वेबसाइटमा भिजिट गरेर प्राप्त गर्नुभएका ज्ञानका विषयवस्तु र त्यसमा थप गर्नुपर्ने केही विषयवस्तुहरू पनि यसै युट्युब भिडियोको तल कमेन्टमा लेख्न सक्नुहुनेछ। हाम्रो युट्युबलाई लाइक, सेयर र सब्सक्राइब गर्दै गर्नुहोला र वेबसाइट पनि भिजिट गर्दै गर्नुहोला। फेरि यस्तै योभन्दा अझै राम्रो सामग्रीहरू लिएर आउनेछ। हस्त धन्यवाद, नमस्कार। यसै गरी हामीले www.aayog.info.मा गएर विभिन्न विषयवस्तुहरूबारे जानकारी लिन सक्नेछौँ। यसमा आयोग तयारीसँग सम्बन्धित विषयवस्तुहरू जस्तै लोकसेवा आयोगका, शिक्षक सेवा आयोगका विभिन्न विषयवस्तुहरू यहाँबाट प्राप्त गर्न सकिन्छ। सामान्य ज्ञानका विभिन्न टपिकसँग सम्बन्धित प्रश्न उत्तरहरू यहाँ प्राप्त गर्न सकिन्छ। यसै गरी इन्टरभ्यूसँग सम्बन्धित सामग्रीहरू र पत्र पत्रिकाबाट प्राप्त हुने तयारीसँग सम्बन्धित विभिन्न विषयवस्तु यहाँ प्राप्त गर्न सकिन्छ। यहाँहरूले यो वेबसाइट भिजिट गर्दै गर्नुहोला। यो वेबसाइटमा यथेष्ट रूपमा तयारीका सामग्रीहरू राखिएका छन्।